आजको आकाशले चाहिँ मलाई स्कुलमा पनि यति धेरै लोभ्यायो। त्यो निलो आकाशमा सेतो बादल यस्तो राम्रो देखिएको थियो, यस्तो राम्रो देखिएको थियो जसको चाहिँ म वर्णन गरेर नै सक्दिनँ कि। अनि आउँदा आउँदै मलाई बाटोमा पनि त्यो आकाशले यस्तो मोहनी लाग्यो, यस्तो मोहनी लाग्यो। अनि फेरि मैले बाटोमा स्कुटर रोकेर त्यसको फोटो खिचेँ। अनि फेरि आउँदा आउँदै ठ्याक्क मैले बाटोमा सिजी टेम्पल देखिहालेँ। सिजी टेम्पलको इन्भाइरोमेन्ट नै यस्तो राम्रो उज्यालो देखेको। मलाई त्यो घाम भयो पनि मलाई त्यो घाम छ भन्ने फिलै नभइकन मलाई त्यो त्यहाँको जुन आजको त्यो इन्भाइरोमेन्टै यस्तरी एट्र्याक्ट गर्यो कि यस्तरी एट्र्याक्ट गर्यो। म त्यहाँ नबसिकन मलाई घर आउनै मन लागेन। अनि फेरि म त्यहाँ गएँ, सिजी टेम्पल गएँ। अनि गएर त्यहाँ बसेँ एकछिन आनन्दले। अनि भिडियोहरू बनाएँ। त्यसपछि म फेरि फर्केर घर आएँ। अनि घर आउँदाखेरि म बाटोमा पनि यति राम्रो थियो कि आजको आकाश यति राम्रो थियो। निलो आकाशमा सेतो बादल, प्रकृति।